आज म हजुरहरूलाई यस्तो एउटा कुरा भन्न गइरहेको छु कि त्यो एकदमै महत्त्वपूर्ण कुरा छ। हजुरहरूले कमेन्ट बक्समा सम्पूर्ण मित्रजनहरूले हर हर महादेव लेख्नुहोला है। र ताकि यो भिडियो धेरैभन्दा धेरै साथीभाइ दिदीबहिनी हजुरको आफन्तहरूलाई सेयर पनि गर्नुहोला, सम्पूर्ण व्यक्तिहरूले थाहा पाउन्। हजुरलाई जन्मोत्सव जन्मदिन जन्मतिथि के थाहा छ? जन्मदिनको दिन ग्रह शान्ति गर्ने, अष्ट चिरञ्जीवीको पूजा गर्ने चलन त छँदैछ। किन गरिन्छ त? धेरैजना व्यक्तिहरूको चाहिँ हजुरहरूले सुन्दै हुनु, म एज अ एस्ट्रोलोजरको हैसियतले अथवा मेरो एनालाइसिसमा मेरो भ्यूमा मलाई लागेको कुरा मैले धेरैजना व्यक्तिहरूको ग्रह गोचर हेरे अनुसारको कन्क्लुजन निकालिएको कन्क्लुजनको आधारमा भन्दैछु। जन्मतिथिमा जन्म समयमा अष्ट चिरञ्जीवीको पूजा गरिन्छ। किन गरिन्छ? शुभ मान्न गरिन्छ। त्यसै गरी जुन मान्छे जन्मेको तिथि, जन्मको महिना, जन्मेको नक्षत्रमा चाहिँ उनीहरूको अशुभ मानिन्छ, खतराजनक मानिन्छ, खतरनाक मानिन्छ। किनभने जन्मेको तिथिमा नै मानिसको मृत्यु भएको, जन्मेको महिनामा नै हजुरहरूले याद गर्नुभएको छ, ठुलो ठुलो व्यक्तिहरूको पनि कुनै कुनै जन्मदिनै मृत्यु भएको छ। हेर्नुहोस् त। त्यसैले सबैजनाको त भन्न सकिनँ, तर मैले अहिलेसम्म धेरै व्यक्तिको ग्रह गोचर हेरे अनुसारको चाहिँ मैले पाएको अनुसार है चाहिँ धेरै व्यक्तिहरू औँसीमा जन्मिनु भएको छ भने औँसीमै मृत्यु भएको, एकादशीमा जन्मिनु भएको छ भने एकादशीमै मृत्यु भएको, अथवा केही न केही दुर्घटना भएको त्यस्तो थाहा पाइन्छ। त्यसैले जन्मेको तिथिमा, जन्मेको नक्षत्र, जन्मेको महिनामा यो चाहिँ कुन भने पूजाआजा गरिन्छ, जुन चाहिँ होइन शुभ प्रक्रिया हुन्छ, नक्षत्र अनुसारको प्रक्रिया, स्वस्ति शान्ति गर्ने, त्यस्तो अष्ट चिरञ्जीवीको पूजा त्यस्तो गर्नाले चाहिँ हजुरहरू चाहिँ सम्भावित घटनाबाट चाहिँ वञ्चित हुन सक्नुहुन्छ, चाहिँ रोक्न सक्नुहुन्छ त्यो कुराहरूलाई चाहिँ। त्यसैले हजुरले जन्मेको महिना, जन्मेको तिथि, जन्मेको समयमा चाहिँ हजुरहरू लामो दूरी यात्रा नगर्नुहोला होइन। अनि त्यस्तै गरेर शान्ति स्वस्ति शान्ति गर्नुहोला, नक्षत्र अनुसारको नवग्रह पूजा गर्नुहोला, अष्ट चिरञ्जीवीको पूजा गर्नुहुँदा राम्रो हुनेछ। अर्को कुरा, हजुर विदेश भ्रमण नगर्नुहोला होइन। यसरी नै जन्म उत्सव मनाउन सक्नुहुन्छ। त्यसैले जन्म महिना, जन्म तिथि, जन्म नक्षत्र र जन्म समयहरू चाहिँ खतरनाक मानिन्छ। नमस्ते, म ज्योतिषी अजिता कडेल, नयाँ बानेश्वर सङ्घका मूलबाट। राधे राधे।